त्यो रानी नखोज्ने दुध्ने नदिने भए त कटाइमा दिनु पऱ्यो यसलाई अरे नि एकताल पालेर के गर्ने त्यसो भएर निशान नगरी ढुक्क बस्छु यस्तो राम्रो भैँसी के मोटर ज्यामको रहेछ असाध्यै राम्रो भैँसी घर ल्याएको मैले खोज्ने ठाउँमा आएको चाहिँ मजाले अरू अरू आएको छन् होइन हाम्रै छन् क्या राँगा ए तपाईँले हाम्रै छन् क्या फेरि अस्ति अहिले भयो यस्तो पनि यतिखेर राँगो अब बसेको राँगो अलिक सानो मर्दै थियो अनि जङ्गलमा थियो अब तपाईँ आएला जेसुकै भनेर राम्रो खाले बाटन हुन्छ यसो भनेर त्यसो भएर मात्र जङ्गलै खोज्नु त राखेको हाम्रो 15वटा 20वटा गएको छन् जङ्गल यहाँ भन्ने कहिले आउँछन् कहिले आउँदैन घुमी बसिरहेको छन् राति राति पनि बस्छन् हिजो आएको थियो 5 दिनमा गोसो त होइन होइन त्यतिकै हामी चर्ने उयो बस्नु बाघ साइले हान्दैन है ठुला खाने यत्र यत्र खान्छ सबै अनि यो त ब्याउँछ ढुक्क हुनु 100% हो भनेपछि कटाइमा नदिनु कहाँ दिने कटाइ है यस्तो दुध हानिदिन्छ 1.5 लाख 1 लाख परेको 1.5 लाख 2 लाख पर्छ पर्छ त त्यसै गऱ्यो एकदम 100% होइन 100 ब्याउनु त 100% ब्याउँछ कि ब्याउने यहाँ चेक गरेको फर्कै जाँदैन होइन है तपाईँले त्यसो गर्नु नत्र अरू पनि छन् चेक गरेपछि त त्यो हामी त छैन भने कन्फ्युज भयो भने छैन अब यस्तो भनिन्छ भएपछि त त्यो नभएको भनेर अब ऊ गाई पनि तपाईँले अरूको बिहा 1,40,000 मा बेचियो है अनि ऊ त्यो सेतो मसिन यसरी अब ब्याउँछ भन्नु हो तपाईँले ब्याउँछ चेक गरेर ब्याउँछ भनेको त ब्याउँछ कि त्यो हेरेर बाहिर शरीर हेरेर भन्यो भने भन्न सकिन्न होइन चेक गरेर यसरी हात हालेर ब्याउँछ भने त सेरी ब्याउँछ त्यो गर्नु यत्रो भएर यस्तो भएर पुरै 100% ढुक्क अहिले 1,10,000 ल्याउनु 2 लाख बेच्नु तपाईँ